ल गाइज म यस्तो ठाउँमा आइपुगे है। ठाउँ पनि खतरा ठाउँ रहेछ यहाँ चाहिँ है। पुरै पहाडै पहाड छ हैन। म यस्तो ठाउँमा आइपुगेको छु, हेर्न सक्नुहुन्छ है। पहाडको त्यसमा म हिँड्दै छु। यो पुरै पहाड हो कि यो। यस्तो पहाड मैले देखेको थिएन यार यहाँ विदेशमा आएर। पहाड खतरा पहाड रहेछ। पहाडमा आएर मैले यस्तो पहाड देखेको थिएन है। ट्र्याक्टर छ, उ पार ट्र्याक्टर छ। यो तलतिर जाने बाटो रहेछ, यो माथितिर है उकालो मुग्लिने बाटो छ है। गाइज खतरा रहेछ यो। लग्जरी होटल अरे है। होटल खतरा रहेछ है गाइज। म चाहिँ गाडी चलाइरहेको छु। अब हेर्दैछु यो पुरै रमल हो है गाइज। रमल गाडीमा हिँड्दैछु आज हैन। मेरो यो पुरै डिजर्ट सफारी भइरहेछ भनौँ न। डिजर्ट सफारी भइरहेछ गाइज। हेर्नुहोस् यो पुरै पहाड बाल्लो घाडी मात्रै छ। यो लालटिनहरु छ, सानो लालटिन छ हैन। यस्तो छ गाइज, यस्तो छ है गाइज। पुरै पहाड पहाड हो के यो त। यी माथितिर पहाड छ। यस्तो छ यो रिसोर्ट। यो रिसोर्ट हो गाइज। लालटिनहरु छ हैन, धेरै पुरानो छ। म चाहिँ आएको तपाईले देखाउँछु यो होटल। यो होटल है यो गाइज। देख्न सक्नुहुन्छ यो होटलमा अलमहार अल लग्जरी यसमा आएको हैन। यो पुरै बाल्लो छ, बाल्लो गाडी छ है। अनि यहाँ जनावरहरु पनि रहेछ हैन। मैले जनावरहरु देखे, जनावर देखिरहेको थिएँ अघि आउँदा। अब कस्टमर आउँदा त भिडियो बनाउनु भएन हैन। अब कस्टमरले फोटो खिचिरहेको थियो। अहिले मैले सोधेको, अहिले जाँदा चाहिँ म भिडियो बनाउन सक्छु भनेर सोधेको। स्पिड चाहिँ यहाँ जम्मै 40 को छ है। स्पिड यो जम्मै 40 को छ। 40 को स्पिड छ गाइज। ल हेर्नुहुन्छ नयाँ ठाउँ देख्न सक्नुहुन्छ। म पहाड यो पुरा गराबिल गरेको रोडमा चलाइरहेको छु गाडी। अब चढाइरहेको छु के भन्ने। पहाड पहाड छ माथि है, तल पुरै हो कि रामल गाडी नै छ है गाइज। यस्तो रामल गाडी त मैले होइन देखेको थिएँ, तर यस्तो हेर्नु त पुरै यो पुरै मरुभूमि हो कि। यो मरुभूमिमा छु हेर्नुहोस्। पारि लाइट बलिरहेछ है। यहाँ तल छ यो घर जस्तो के हो। म यस्तो चलाइरहेको छु है गाइज। यस्तो छ यार अवस्था। अवस्था खतरा छ है गाइज। तपाईँहरूले देखाइराख्ने छु, हेर्दै गर्नुहोस् हैन। यस्तो छ अवस्था। पुरै पहाड पहाड हो। 8 किलोमिटर छ हैन। धेरै टाढा छ फेरि। किलोमिटर पनि धेरै, 8 किलोमिटर हो भित्रै। पारि पहाड देख्न सक्नुहुन्छ तपाईँहरूले। पहाड हैन, यो यस्तो ठाउँ छ। यहाँबाट ओह्राइल लाग्ने हो यो। पुरै यस्तो ठाउँ छ हेर्नुहोस् है गाइज। यस्तो ठाउँमा म कहिले आएको थिइनँ नि, आज आएको। पुरै यस्तो ठाउँ छ। ल हेर्नु त पारि पहाड मात्रै छ। देख्न सक्नुहुन्छ। भिडियो जुम हुँदैन, भिडियो जुम हुँदैन। पुरै पहाड मात्रै छ। म झर्दैछु यहाँ पहाडबाट। यस्तो छ है गाइज। पुरै वरपर हेर्नुहोस्, पुरै पहाड इलाका छ हैन। यस्तो छ पहाड इलाकामा म झर्दैछु। यस्तो छ है गाह्रो। पहाड इलाकामा गाडीहरू घुर्किएर आउँदैछ, गाडीहरू पनि आउँदैछ। पहाड पुरै पहाड पहाड छ। यस्तो छ है पहाडै। ओह्राली झर्दैछु गाइज। ओह्रालीतिर झर्दैछ केटो हैन। तपाईँहरू देख्न सक्नुहुन्छ। गाडीले पनि हल्लाइरहेछ हैन। यस्तो छ बाटो। तपाईँहरूलाई पुरै नभए पनि थोरै त देखाउँछु। त्यहाँनिर के एउटा जनावर छ। यो के जनावर हो। त्यहाँनिर बसिरहेको चढिरहेछ है। यो एउटा यहाँनिर छ। यहाँनिर जनावर देख्न सक्नुहुन्छ। यो जनावर देख्न सक्नुहुन्छ। यो जनावर है। यस्तो छ है गाइज। यो पुरै जनावर के जनावर छ, के जनावर है। तपाईँहरू हेर्नु होला। म तपाईँहरूले पुरै भिडियो देखाउने छु। लास्टसम्म हेर्नु होला। यो पुरै रामल गाडी हो। पारि पनि छ जनावर। पारि पनि छ हैन। के जनावर हो। अहिले बाटोमा अघि आउँदा देखिरहेको थिएँ टन्नै जनावर। यो उकालो चर्न थाल्यो। अब यो उकालो छ है। यस्तो छ गाइज उकालो। ल गाइज। पारि माउन्टेन थोरै रहेछ, पहाड रहेछ। पहाड इलाका जस्तो रहेछ। पहाड एरिया थोरै। यहाँबाट देख्दैन होला है।
म तपाईँहरूलाई छोटो छोटो भिडियो बनाएर देखाउन सक्दैन। यही भिडियोमा सबै समेट्ने छु। 40 भन्दा स्पिड कुदाउनु मिल्दैन रे, चलाउनु मिल्दैन रे है गाइज। यहाँनिर देखिरहेको छ साइनबोर्डमा 40 को स्पिड। ढुङ्गा छन् है। यस्तो छ क्या पुरै मरुभूमि है गाइज। यो पुरै मरुभूमि हो, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो पुरै मरुभूमि हो, पुरै मरुभूमि है गाइज। मरुभूमि पुरै मरुभूमि हो। आवाजै आउँछ, यस्तो आवाज आउँछ। पुरै मरुभूमि है गाइज। मैले देखाइरहेको छु तपाईँहरूलाई, यताउता घुमाएर देखाउँछु। हेर्नुहोस् है, यो पछाडि धुलो उड्छ फेरि पछाडि हेर्नुहोस् है। अगाडि पछाडि सबै त्यहाँनिर छ बाख्रा। बाख्रा के हो, बसिरहेको चरिरहेको छ। त्यहाँनिर एउटा बाख्रा आउँदैछ लामो सिङ भएको, के हो त्यो। ऊ त्यहाँनिर एउटा खाएर के खाएर बाल्लो खाएर अगाएर बस्यो के हो। बाल्लो खाएर अगाएर बस्यो जस्तो छ। ल गाइज पछाडि धुलो उड्छ फेरि पछाडि यस्तो छ हेर्नुहोस्। पछाडि धुलो उडाउँछ है। यो पुरै रामल गाडी हो कि, पुरै रामल गाडी हो यो। पुरै हेर्न सक्नुहुन्छ। यो कति रामल गाडी हो, कति बहुत रामल छ है। बाल्लो पहाड हो कि पुरै। पारि लाइट बलिरहेछ, के लाइट हो थाहा भएन। यस्तो छ है साथीहरू बाटो। म चाहिँ कुदिरहेको छु। पुरै हिमाल पहाड जस्तो हो कि के हो यो। यस्तो छ गाइज हेर्नुहोस्। म सबै देखाउँछु तपाईँहरूलाई, अघि पछि हेर्नुहोस् होइन। म कुदिरहेको छु। के कति किलोमिटर, लगभग 142 किलोमिटर चढाएर लिएर आएको कस्टमरलाई। पुरै रामल गाडी छ है गाइज। रामल छ है गाइज। के गर्नुहुन्छ, यस्तै छ अवस्था। पारिबाट गाडी आउँदैछ। पुरै यस्तो छ। रामल गाडी हो, रामल गाडी। गाडी एउटा धुलो उडाउँदै आइरहेछ, एउटा गाडी होइन। पुरै रामल छ। पारिबाट पुरै रामल गाडी छ। गाडी कुदिरहेछ धुलो उडाउँदै। नेपाल जस्तै धुलो उडाउँदै कुदिरहेछ है। यो भिडियो धेरै लामो हुने भयो। कहाँनिर जनावर बसिरहेको देखिरहेको थिएँ, त्यो जनावर देखाएर म तपाईँहरूलाई बन्द गरिदिन्छु ल। जनावर कहाँनिर बसिरहेको थियो म देखाउँछु तपाईँहरूलाई। यो पुरै रामल गाडी हो। झरेर त पोसिबल हुँदैन होइन। यो पुरै बाल्लो गाडी हेर्नुहोस्। 8 किलोमिटर भन्दै थियो कि सेक्युरिटीले नै 8 किलोमिटर हो, 40 को स्पिड हो। 40 भन्दा माथि चलाइस भने 1000 दिराम फाइन भन्दै थियो। अब के गर्नु, स्पिड लिमिटमा पनि चलाउनु पर्यो, रुल्स फलो पनि गर्नु पर्यो हो कि होइन। सबभन्दा इम्पोर्टेन्ट रुल्स फलो हो। यो डिजर्ट हेर्नुहोस्, डिजर्ट। कस्टमर यस्तो हेर्नको लागि पनि आउँछ कति टाढाबाट। आमा है, धेरै टाढाबाट सङ्घर्ष गरेर आउँछ कस्टमर। यस्तो त अन्त हाम्रो नेपालमा भनेको त बेग्लै हो। यहाँ चाहिँ अहिले बेग्लै छ है गाइज। यहाँ बेग्लै छ। हेर्न सक्नुहुन्छ। यो पुरै पहाड हो। पहाडमा यसरी घुमिरहेछ। पुरै पहाड छ। यो गाडीहरू धुलो उडाएर आउँछन्। के गर्नु अब, गाडीहरू धुलो उडाउँछन्। आफूले नउडाउने कहाँबाट। पुरै धुलो उडाएर आइरहेछन् गाडीहरू। पहाड छ यो माथि। यस्तै छ है साथीहरू। अब के गर्नु, पहाडलाई देखाउँदै हिँडिरहेको छु। अब यहाँ त कोही छैन, आफै एक्लै मात्रै हो। गान अब के गर्नु, एक्लै हिँडिरहेछ। ल गाइज हेर्नुहोस् है, वारिपारि हेर्नुहोस्, खाडल छ होइन। यस्तो छ।
नजाम भने यही हो घुमाइ भनेको, यही हो ए साथी घुमाइ भनेको यस्तै छ। घुमाइ भनेको यही हो। त्यहाँ जनावर देखिरहेको थियो, त्यो जनावर देखाउँला भनेर अलि लामो भिडियो हुने भयो। हेर्नुहोस् पुरै पहाड पहाड चारैतिर पहाडै पहाड छ होइन। त्यही हो गाइज, यस्तो पहाड त मैले देखेकै थिएन यार। पुरै पहाडै पहाड है। पहाडै पहाड छ गाइज, हेर्नुहोस् यस्तो पहाड। बाटो पनि कच्ची छ, अब के गर्नु। 8 किलोमिटर भनेपछि धेरै टाढा आउने हो गाइज। तपाईँहरूले जनावर देखाउँला भनेको खै जनावर उठेर भागिसक्यो होला गर्मीले। अन्त गर्मी त गर्मी हो। यस्तो छ हेर्नुहोस्, पुरै रमाल छ। कस्टमर चाहिँ अघि फोटो खिच्यो होइन। अब आफूले त गाडी चलाएर कहाँ खिच्नु मिलेन। त्यही हो गाइज, गाडीले हल्लाउने मात्रै गर्छ यार। गाडी हल्लाउने मात्रै गर्छ, कति हल्लाउने। पुरै हल्लाउँछ है गाडीले गाइज। यस्तो हल्लाइरहेछ गाडीले। तपाईँहरूले देखाइरहेको छु के हेर्नुहुन्छ हेर्नुहोस्। लास्टै हल्लाउँछ यार, यस्तो छ। हेर्नुहुन्छ यस्तो छ। ल ऊ त्यहाँ चढिरहेछ है। त्यहाँ के हो यो चढेको म देखाउँछु। यहाँ हेर्नुहोस् त, यहाँ यो के हो यो। मैले यो चाहिँ यो जनावर हो कि के हो यो। एउटा त्यहाँ हिँड्दैछ बाटोमा, अरू यहाँ छ। यस्तो छ जनावरहरू कि के हो यिनीहरू। माथि बसिरहेछन्। एउटा हिँडिरहेछ पारि हिँड्दैछ ऊ, देख्नुहुन्छ त्यो चाहिँ हिँडिरहेछ। अरू चाहिँ यहाँ बसिरहेछ नि, मजाले बसिरहेछन्। घाम तापेर बसिरहेछन् है मजाले। कोही चढ्दैछन् यहाँ रोडमा। यहाँ यत्रो सिङ थुपारे बाटोमा आउला क्या फेरि। बाटो क्रस गर्दैछ यसले बाटो क्रस गर्दैछ है गाइजी। देख्नुभयो यो बाटो क्रस गर्यो। यो बहुत लामो सिङवाला छ यार। सिङ पनि बहुत लामो छ यसको, हेर्न सक्नुहुन्छ। के हो यो यत्रो सिङ लामो भएको। बहुत लामो सिङ छ यार यसको त। हो गाइज, ल गाइज यही हो है रमाल गाडी, यही हो गाइज। म अब यही लास्ट गर्छु, यही इन गर्छु भिडियो। अब म चाहिँ भाग्छु, त्यहाँ पारि लाइट छ। ल है गाइज, अब म चाहिँ यही उपारि घोडाहरू छन्। ल म यही इन गर्छु। तपाईँहरू हेर्दै गर्नु होला यो भिडियो। पुरै सबै भिडियो पुरै लङ हेर्नु होला। जहाँसम्म हेर्नुहुन्छ त्यहाँसम्म चित्त बुझाइदिनु होला हेरेर है। अनि मेरो च्यानल छ, च्यानलमा आउने छ यो भिडियो। सब्सक्राइब, लाइक, कमेन्ट गर्नु होला। ल हाई गाइज, बाई बाई।